खुशियाँ देती है, सुख लेती है, माँ की ममता का मोल ना कोई। ममता दियो, ममता दियो, माया दियो, ममता दियो, सहे दुख कष्ट देवी हो, मामा तिमी देवी हो, माया दियो, ममता दियो, शरीर दुख कष्ट संसार देखायो। 9 महिना कोखमा राखी तिमीले भित्र्यायो मलाई यो संसारमा बोकी जति कठिन परिस्थिति आए पनि तिमीले हुन दिनौ आमा केही पनि तिम्रो माया र ममता पार म सम्झिने छु जहिले तिम्रो साथ क्षमा पाऊ आमा यदि मबाट गल्ती भए तिम्रो मायाको आभार म आजसम्म बाँचिरहे क्षमा पाऊ आमा यदि मबाट गल्ती भए तिम्रो मायाको आभार म आजसम्म बाँचिरहे आफ्नो काँधोमा शिर राखी हल्लायो सुताउन रोयो फेरि भनी बिउझियो आधा रातमा हात समाई सिकायो हिँड्न दौडिन आज ठुलो भए तर सक्दिन बिर्सन त्यो माया र ममता पार म सम्झिने छु जहिले तिम्रो साथ आमा तपाईलाई आज कस्तो महसुस भएको छ त? मलाई रमाइलो छ छोराछोरी ठुला ठुला भए नाति नातिना बढे उन्नत गरे रमाइलो गरे एकदम रमाइलो छ महसुस भइरहेछ त? यो आफैमा परिपक्व हो कसैले यहाँ सम्मान गरेर कसैले उपहार दिएर मनाउनु भन्दा नि आफ्नो आमाको माता तीर्थ औँसी भनेको आमाहरूलाई छोराले दिने एउटा स्नेह हो जस अनुसार आमालाई स्नेह पनि दिनुपर्छ र यो रमाइलो पनि एकदम नै हुनै पर्छ त्यसका